ए भाइ भाइले अघि यसरी यहाँ बोकेर यहाँ सट्टै नाम्लो बनाएको आमामा घाँटी खान भएर कि यसो गरेर यसरी बोकेछ साह्रो भएछ नाम्लो त खप्पै यहाँ पो धन्ना अब कति फलेछ दिदी मकै सानो सानो फलेछ हौ हेर न यसरी नजदिएको नि त सानो भाइ मामालोमा मकै भाज्दा कस्तो लागेको छ त मजा सबै भाँच्ने हो दिदी फेरि यता मेलो एक मेलो छोडेर फेरि माथि माथि गयो होइन त्यस्तै हुन्छ क्या एक मेलो फेरि अर्को ल्याउनुपर्छ जा अने जा अझै नजदिक होइन लु यहाँ भन्दा हुँदैन के छ भाइ हल्का लु जाऊ स्कुलमा भेटेछ अनि त्यस पछाडि हाम्रो ज्ञानदीपले चाहिँ चिनेछ होइन ए लेनिन भनेर भन्यो अरे ज्ञानदीपले चाहिँ अनि त्यस पछाडि लेनिनले चाहिँ को हो त भन्छ अरे को हो त नाम भन्न भन्छ अरे म ज्ञानदीप हो भने अरे अनि त्यसले सानोमा देखेको धेरै आशा नदेखेको ज्ञानदीपको त पढाइ पनि राम्रो होला है के राम्रो हुनु सानोदेखि राम्रै छु पछि बिग्रियो नि हो र मलाई तानेर ल्याएर किन होइन यो त खालि उता सबै भागिहाल्छ फेरि भागी भाग्यो मकै बोक्नुपर्छ भनेर लेनिनले त लु भागिरहेछ ऊ एन्जल यता दियो त सक्दिन अरे ट्राई गर न तँलाई बेड मिला भन्दा पनि एकै ठाउँमा थुपार थपार पार्ने कतै गर्न सक्दिनँ सक्दैन सक्छु भनेर गर सबैले यत्रो गर्दा यस्तो मकै भाँच्न बोक्न मन लागेको छैन अनि अहिले काम गरेछ अहिले त्यही अनुसारले मासु भाका हुने हो त्यही अनुसार मासु कति थोरै कि धेरै ल है भाँच्यो है के अरे उसले पनि एन्जलले पनि ए रेन दिदी हिजो म आउँदा त यो एन्जल त यसो गरिरहेको थियो त कपाल पुरै फिजाएर आँगनमा यसो गरिरहेको थियो यसो गरिरहेको थियो कामदारहरू पाहुनाहरू आइसक्यो अरे छिट्टै भाले छैन अरे खोजेको अरे पाहुनाहरू छिटो आएछ धेरै र धेरै नै कलिलो भाँचियो क्या हरियो यस्तो यो त ऊ त्यहाँ थुपारेको छ एक ठाउँमा ए रमा ओए रमा यो हरियो मकै उसिन न हरियो मकै उसिन न ए पुरै हरियो नै हरियो लगेको छ सबै आमामामा एन्जलले मकै फालेको ल हेर त भोक लाग्छ मकै चाहिँ उसिन्छ एक भाँडा बट्टा आगो पहिले भयो अनि मकै उसिन्नु है हो उस्तै आफ्नो साथी त चिनिहाल्छ यिनीहरूले आफ्नो साथी त चिनिहाल्छ
आज चाहिँ भक्कु साथी पाइयो है भाइ। हजुर आज चाहिँ भक्कु साथी पाइयो है। नत्र एक्लै गर्नु पर्थ्यो होला। एक्लै त धेरै झाउ एक्लै त कहाँ एक्लै गर्छ काम गरेछ हो कि होइन? हो दिदी हो। कस्तो लागिरहेछ तपाईँलाई? मजा 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 मजा। अहिले भिडियो गर्दा मात्रै अनुहार त राम्रो देखिन्छ त। अहिले त रुन आँट्नु भएको छ। पर काइलिमी जाइ हुनुहुन्छ ऊ त्यहाँ अनुराग भाइ। यहाँ लेनिन लथक्क आइपुग्यो अहिले। माथि माइली दिदी रातो लाउने यता भित्रपट्टि भेनाजु हुनुहुन्छ। यता साइली दिदी यता ठुली दिदी हुनुहुन्छ। म चाहिँ भिडियो गर्ने ल। मकै पाकिरहेछ नि। मकै पाकिरहेछ नि। मकै खोइ खानु छैन अब एकैचोटि निस्क्यो। मलाई त फाइदै छ भिडियो गर्न लाउँदा पनि। भोक लाग्छ ए भयो क्या साँच्चै गरेको छेउ खेल खेल तिमीलाई त कच्चाले घुम्छु उता गएर मलाई नगर। यहाँ खेतमा काम गर्दा यस्तो काम गर्दा चाहिँ दिमाग दुख्दैन दिमाग फ्रेसै हुने रहेछ जिउ दुख्छ क्या। भनेपछि दुइटै काम गर्नु मजा छैन है? अप्ठ्यारै छ मजा मजा पनि छ मजै मानेर काट्यो। त्यहाँ हेर त्यत्रो उहाँ देख्यो नि उहाँदेखि कतै ऊ भयो मकै मात्र र कतै काट्यो 6.5 कट्ठा। आज हामीले मैले त देखेको थिइनँ यो अहिले क्यामेरामा लगाएपछि मात्रै देखेँ मैले। देखेको थिएन? मैले यहाँ क्यामेरा मात्रै देखेँ। मकै ढोडो गर्दा गरेर अहिले गुवाम मासु र भात खाइरहेछ। दिदी अहिले चाहिँ कस्तो भयो? खासै त्यस्तो राम्रो भएको छैन।